हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज यसो बाहिर निस्केको, घाम छुट्टी थियो, यस्तो गर्मी छ, घाम छ, त्यही भएर बाहिर निस्केको यसरी घाम रहेछ हौ। के अरे पहिला के एउटा यहाँनिर पुरै केटाले इन्जोय गर्ने रमाइलो बनाउने, अब त पुरा पार्किङ बनाइदिन लाग्छ अनि वर्ष त्यतिकै गर्मी छ। अस्ति जाडो सुरु भए पनि गर्मी हुन्छ क्या, दिउँसोमा लाग्थ्यो। यसो बाहिर जानु पऱ्यो भने भर्खर उठेको थिएँ, त्यसपछि त्यहाँ के भन्छ अरे नास्ता गर्नु पऱ्यो भनेर खोजेको, जे बाजे खानु मिल्दैन अनि यसो केही पाइन्छ क्या त्यो जुसहरू भनेर अर्को ठाउँमा जानु लाग्यो। टाढा लाग्यो यार। आज चाहिँ केही छैन कि भिडियो मात्रै बनाएको छु है, धेरै दिनमा राम्रो भिडियो पनि बनाउनु पाएको छैन। अनि केटाहरू सबै साथीहरू रिसाछन् क्या अथवा मसित कमेन्ट पनि गर्दैन, लाइक पनि गर्दैन। यस्तो छ है हामी बसेको ठाउँमै यो यस्तो ओमा अगाडि जानु लाग्यो। दोकानमा एउटा बिना तेलको यस्तो खानेकुराहरू पाउँछ कि, तेलसेल भएको मसला भएको खानेकुराहरू चाहिँ खानु भएको छैन मलाई। पेट दुखेर पेट दुखिरहेको छ एकदम। खै के हो दबाई पनि गरेको, एकदमै गरेको, सधैँ हुन्न दबाई खाँदाखेरि पनि। त्यही भएर त्यहाँ खानेकुरा लिन जानु पऱ्यो। अनि आज छुट्टी छ, यस्तो केही छैन खासै। यस्तो धेरै केटा तिमीहरूको रमल घारी त पार्किङ बनाइदियो है, यहाँ पेड पार्किङ बनाइदिएछ। अब तिमीहरूको रमल घारीमा यहाँ केही पाउँदैन। एक त यहाँ पुलिसले उठाइदियो सबै है, पहिला जस्तो छैन नि है, बेग्लै छ त्यो साइन पनि ठाउँ। यस्तो छ है नेपालमा, जेएनजीहरूले आन्दोलन गरे पनि काम लागेन। खै यतिको यस्तो सफा जट्ट भन्ने ठाउँ केही, त्यहाँ अब उद्योग धन्दा कल कारखाना केही खुल्दैन। नेपाली दाजुभाइ जति सबै विदेश आउँछन्, दुःख गर्छन्। एउटा के भन्छ अरे इन्डियन फुड के केरलाको फुड पाउँछ क्या, उपमा भन्ने, त्यो पुवा जस्तो हुन्छ, पुवा जस्तो। अनि त्यही खोज्न आएको, त्यहाँ एउटा ठाउँमा सोधेको रहेनछ। अब यतापट्टि छ कि भनेर अब यता रहेछ भने अब खानु पर्ला। बजार आइपुग्यो है, आइपुगाएर अब आफ्नो एक लोकल बजार यतापट्टि छ है, यहाँनिर आउँछ कि पाउँदैन सोध्नु पर्ला। छैन यहाँ त। भैया उपमा है? उपमा लेना है? पुट्टे 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 बस है। इडली भन्ने छ अरे, इडली डोसा उपमा चाहिएको क्या, उपमा कप्पा खानुपर्छ क्या। ओ उपमा नहीं है? कप्पा खाने हो अब, यहाँ बनाएछ जस्तो हुन्छ कि। लु गाइस, म चाहिँ त्यो ट्राइपोड किन्न आएको, ठिकै जस्तो लागेछ है। कस्तो हुन्छ सेल्फी स्टिकले, यो ट्राइल स्टिक त पाएन, त्यही भएर भिडियो चाहिँ राम्रै भइरहेछ फ्रेममा। ल गाइजहरू, फाइनली मैले ट्राइपोड लिएँ होइन, त्यस्तो भिडियो अब खिच्नलाई यो दोकान छ यहाँ किनिहालेँ। कस्तो छ त हमारा दूसरा भी काम हमारा दो लोग भी है इधर। ओके, ये देखो कहाँ से आप लोग? अच्छा है ना, ठीक है। लेखेको त्यही भएर गाइजहरू लिग्यो है। वास्तवमा अब के अरे घुम्दा झ्याउ भइरहेको थियो, हातमा लिँदा हल्लिरहेको थियो। लिग्यो आज ट्राइपोड। अब ट्राइपोडबाट गराएको है, भिडियो पनि खासै हल्लिँदैन, सजिलो हुन्छ। यहाँ अगाडि मार्केटमा लिगेँ, त्यसपछि टक्क लाएर होइन मजाको अब चाहिँ भिडियो राम्रै आउला जस्तो लागेछ। सधैँ हल्लिएको भइरहेको थियो नि त होइन। अब बिस्तारै कि छैन त्यति धेरै सामानहरू, मसित मोबाइल हो अनि एउटा स्ट्यान्ड पोर्ट छ, त्यो चाहिँ हातमा लिने एउटा। यसले चाहिँ टक्क लगाएर कस्तो ठाउँमा बस्छौँ हामी। हाम्रो देशहरूले हाम्रो नेता चोरहरूले देशले यस्तो राम्रो बनाउँदैन नि, त्यही भएर अब हामी यहाँ दुःख गर्न परेको छ परदेशको ठाउँमा होइन। त्यहाँदेखि सानो भिडियो। अनि मैले फेरि धेरै नेताहरूलाई गाली गर्ने, केटाहरूले नगर भन्छन्। म त फेरि बानी परेको, पहिले राजनीतिमा अलिकति भिजेको, त्यही भएर होला नि त। आज छुट्टी थियो, ल यति काम गरियो, बाहिर निस्केर हिँडेको है। त्यस्तै छ जिन्दगी, भरि लानु के छ, 2 दिनको जिन्दगी, हाँस्ने गाउने खेल्ने, त्यहाँभन्दा अरू केही पनि छैन। ल तपाईँहरूको दिन कसरी बितेछ तल कमेन्ट गर्नु, मलाई सपोर्ट गर्नु, सहयोग गर्नु है। भोलि पर्सि म ठुलो क्रिएटर भएपछि तपाईँहरूको प्रत्येकलाई सपोर्ट गर्ने काम मेरो। अब तपाईँहरूले चाहिँ सपोर्ट चाहिँ मलाई गर्ने त। थ्याङ्क यू गाइज वाचिङ फर माई भिडियो। तपाईँहरू सबैलाई
धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा है। आज चाहिँ एउटा